नेपालको हिस्ट्रीमा आज जस्तो तैँले जस्तो रिबटल कसैले खाएको थिएन। हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बाले नहिलेसम्म आएको थियो। नयाँ सरकार छैन, लुट छैन, अब फुट छैन, देश बनाउने जिम्मा तिमीलाई छुट छैन। पुरानाका पाराले दुःख पाए साराले, वाक गर दिक्क जनता तिम्रा थोता नाराले। धन्यवाद छ सबै नेपाली जनतालाई। बधाई बधाई यो देशलाई बधाई, 2/3 बालेन सरकारलाई बधाई। जनताको जित हो यो कुनै खेल होइन, अब परिवर्तन आयो यो सपना होइन। हातमा शक्ति साथमा जनता, अब कसैले रोक्न सक्दैन यो यात्रा। इतिहास लेख्दैछ नयाँ पुस्ताले, नेपाल उठ्दैछ आफ्नै हस्ताक्षरले। बालेनको फ्यान घन्टीमै भोट ड्याङ्क ड्याङ, बालेनको फ्यान घन्टीमै भोट ड्याङ्क ड्याङ, रासपाको फ्यान घन्टीमै भोट ड्याङ्क ड्याङ, घन्टीमै भोट ड्याङ्क ड्याङ। मेरो रातो रङ्ग तुमाली दाजुभाइ साथ मेरो यो पटक चाहिँ उचाली ल्याउँछु शिर थापेर नेपालमा पुकारी नबस्नु है रङ्गाउँछु तिमीलाई श्रृङ्गारी। यो पाली चाहिँ घर घरमा हाँसो खुसी पुग्नेछ, हरियो वनको गाछ मेरो जस्तो आए नि चुक्नेछ। नफुलोस् यो सास मेरो चितुवा चाहिँ कुद्नेछ, बिरुवा चाहिँ फुल्नेछ यो बसन्तको पालुवा। यो पालोमा कालटिका महाकालीको आशीर्वाद, पारसमणि चम्किनेछ देउ केवल हातमा हात। नेपालमा जनता र हामी सबैको आत्मसाथ देखेर गोर्खाली दुश्मनलाई पर्नेछ हृदयघात। पुग्नेछौँ शिखरमा जुक्ति हाली सबलाई दिँदै मात। नौ मिलेर विदेशी माटो चिरेर भिरेर काँधमा माया आउनेछ स्थान लिएर ज्यान दिएर बिग्नेछ यसपालि क्रान्ति हेर। नेपालको हिस्ट्रीमा आज जस्तो तैँले जस्तो रिबटल कसैले खाएको थिएन। हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बाले नहिलेसम्म आएको थियो। नेपालको हिस्ट्रीमा आज जस्तो तैँले जस्तो रिबटल कसैले खाएको थिएन। हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बाले नहिलेसम्म आएको थियो। नयाँ सरकारले राम्रो गरोस्, यो देश अगाडि बढोस्, हामी सबैको सपना पुरा होस्। नेपाल उज्यालो बनोस्, मेहनतको फल देखियोस्, न्याय सबैले पाओस्। अबको यो नयाँ यात्रामा सबैले साथ दियोस्। Se tu não quer, passa bem que tá vindo tu buceta de quem não quer, passa bem que tá vindo tu buceta de quem não quer, passa। जब तक वो कुर्सी पर बैठा है हम में से किसी की एक नहीं चलने वाली। मैं तो सोच रहा हूँ कि कोल्हापुर जाकर वापस मिर्ची बेचूं। अब तो मिर्ची बेचना भी मुश्किल हो जाएगा मिश्रा जी। उस लौंडे ने एनफोर्समेंट डायरेक्टर को हमारे पीछे लगा दिया है, हमारी ब्लैक मनी की तहकीकात शुरू करवा दी है। पता नहीं कहां कहां से पुरानी फाइलें खोज खोज कर हमारे खिलाफ 800 केसेस दर्ज करवा दिए हैं। फागुनको त्यो चुनाव
परिवर्तनको उत्सव हरेक एउटा भोटले बदल्छ अब उत्सव कालो चस्मा भित्र सफा एउटा दृष्टि छ बालेनको नेतृत्वमा सुन्दर देशको सृष्टि छ गल्ली कार्यापर भन्थे आज लिडर बनेका छन् नेपालीका ढुकढुकी उनी हिरो बनेका छन् उठ युवा जाग जनता समय नफाल बालेनलाई जिताउन घन्टीमा भोट हाल त्यसले फोटो देखाए अघि फोटो देखाए होइन तेरो अनुहार गोलबेडाको हेर्दै थिच्न मन लाग्छ त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ नयाँ सरकार भुट छैन लुट छैन अब फुट छैन देश बनाउने जिम्मा तिमीलाई छुट छैन पुरानाका पाराले दुःख पाए साराले वाक गर दिक्क जनता तिम्रा थोता नाराले धन्यवाद छ सबै नेपाली जनतालाई खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो त्यो हो हाम्रो एजेन्डा खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो त्यो हो हाम्रो एजेन्डा 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन 1.5 वर्षमा बन्नु पर्यो त्यो हो हाम्रो एजेन्डा रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्यो